धरान भन्नासाथ झट्ट दिमागमा आउने भनेकै उहाँ अर्थात् धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ नै हो र उहाँलाई चिनाउने मुख्य कुरा भनेकै उहाँको श्रमप्रतिको अथाह लगावले हो। उनै मेयर साम्पाङकै परिकल्पनामा सर्दुखोलाको बगरमा सुन्दर पार्क निर्माणाधीन रहेको छ। पार्कको नाम श्रम संस्कृति पार्क राखिएको छ। उराठलाग्दो बगरमा फलफुलका बिरुवाहरू रोपेर हराभरा पार्क बनाइएको छ, त्यो पनि शून्य सरकारी बजेटमा। पार्कमा श्रमसँग सम्बन्धित ढाक्रेको प्रतिमा, किराँत सभ्यता वा संस्कृतिसँग जोडिएको चिन्डोको आकृतिको धारा अनि धरानको पहिचान झल्काउने काठ काट्दै गरेको आराको आकृति निर्माण गरिएको छ। श्रम संस्कृति पार्ककै छेउछाउमा चिल्ड्रेन पार्क, एसटिबी पार्क, रक गार्डन पनि श्रमदानबाटै निर्माण गरिएको छ। श्रम संस्कृति पार्कभित्र पर्यटक बस्नका लागि फाइबरका कुर्सी तथा फलैँचा पनि निर्माण गरिएको छ। आजभोलि धरान घुम्न आउने अधिकांश पर्यटक श्रम संस्कृति पार्कमा पुग्ने गरेका छन्। पार्कमा चहलपहल बढेसँगै पार्क वरपर होटलहरू सञ्चालनमा आएका छन्। पार्कमा आउने पर्यटकका लागि शौचालयको व्यवस्था गरिएको छ भने पर्यटकहरूको लागि खानेपानीको पनि प्रबन्ध गरिएको छ। हरेक संरचनामा रकमदाता र श्रमदाताको नाम उल्लेख गरिएको छ। पार्कमा केटाकेटीदेखि बुढाबुढीसम्म घुम्न आउने गरेका छन्। उराठलाग्दो बगरलाई हराभरा पार्कको रूपमा देख्न पाउँदा सबैको मन आनन्दित हुन्छ। पार्कमा प्रवेश गर्नका लागि न्यूनतम महसुल राखिएको छ, जो धरान उपमहानगरपालिकाको आम्दानी हुन जान्छ।